विश्वकै अग्लो स्थानमा रहेको तिलिचो ताल कुन जिल्लामा पर्दछ? क. कास्की, ख. मुस्ताङ, ग. मनाङ। साथीहरू, यसको सही उत्तर रहेको छ मनाङ। नेपालको कुन गाउँपालिकाले हालै आफ्नै छुट्टै स्थानीय पाठ्यक्रम लागू गरी विद्यालयमा अध्यापन सुरु गरेको छ? क. रोल्पाको थवाङ गाउँपालिका, ख. पर्वतको जलजला गाउँपालिका, ग. म्याग्दीको बेनी नगरपालिका। साथीहरू, यसको सही उत्तर रहेको छ पर्वतको जलजला गाउँपालिका। नेपाल सरकारले कहिलेदेखि डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनमा ल्याएको हो? क. विक्रम सम्वत 2075, ख. विक्रम सम्वत 2076, ग. विक्रम सम्वत 2077। साथीहरू, यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2076। हालै सार्वजनिक भएको तथ्याङ्क अनुसार नेपालको सबैभन्दा बढी निर्यात हुने वस्तु कुन हो? क. चिया, ख. अलैँची, ग. फलाम र स्टिलका उत्पादन। साथीहरू, यसको सही उत्तर रहेको छ फलाम र स्टिलका उत्पादन। दिगो विकासका 17वटा लक्ष्यहरूमध्ये पहिलो लक्ष्य कुन हो? क. भोकमरीको अन्त्य, ख. गरिबीको अन्त्य, ग. गुणस्तरीय शिक्षा। साथीहरू, यसको सही उत्तर रहेको छ गरिबीको अन्त्य। नेपालमा सबैभन्दा बढी विदेशी पर्यटक कुन देशबाट आउने गरेका छन्? क. चीन, ख. अमेरिका, ग. भारत। साथीहरू, यसको सही उत्तर रहेको छ भारत। सगरमाथाको नाम बाबुराम आचार्यले कहिले राखेका हुन्? क. विक्रम सम्वत 2010, ख. विक्रम सम्वत 2013, ग. विक्रम सम्वत 1990। साथीहरू, यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2013। नेपालको कुन ठाउँलाई नयाँ नेपाल भनेर चिनिन्छ? क. झापा, मोरङ र सुनसरी, ख. बाँके, बर्दिया, कैलाली र कञ्चनपुर, ग. सुर्खेत र दैलेख। साथीहरू, यसको सही उत्तर रहेको छ बाँके, बर्दिया, कैलाली र कञ्चनपुर। जलवायु परिवर्तन सम्बन्धी सम्मेलन COP28 कुन देशमा आयोजना भएको थियो? क. इजिप्ट, ख. स्कटल्यान्ड, ग. संयुक्त अरब अमिरेट्स। साथीहरू, यसको सही उत्तर रहेको छ संयुक्त अरब इमिरेट्स। नेपालमा पहिलो पटक डिजिटल जनगणना कहिले गरिएको थियो? क. 10औं जनगणना, ख. 11औं जनगणना, ग. 12औं जनगणना। साथीहरू, यसको सही उत्तर रहेको छ 12औं जनगणना।